सधैँ सिम्पल पहिरनमा सजिएर स्टेज चढ्ने गायिका रचना रिमाल आज दाङको घोराही मेलामा आइपुग्दा दर्शकहरूको लाग्यो घुइँचो। बच्चादेखि वृद्धसम्मका मानिसहरू रचनाले गीत गाउँदा यसरी रमाए। कोही स्टेज बाहिर यसरी नाचेर माया व्यक्त गरे भने कोही स्टेजमै पुगेर रचना रिमाललाई फूल दिएर माया साटे। धन्यवाद राम्रो फूलको लागि। वार्मली वेलकम गर्न चाहन्छौँ आजको प्रोग्रामको सेन्टर अफ अट्र्याक्सन, सेन्टर अफ दिएको रूपमा एउटा सर्वप्रिय गायिका जसको आवाजले यो माहौल भरपूर्ण रूपमा रमाइलो बन्नेछ। मल्टी ट्यालेन्टेड भर्सटाइल सिङ्गर, सर्वप्रिय कलाकार रचना रिमाल। जोरदार गलाले सम्मान व्यक्त गर्नुहोला। थ्याङ्क यू सो मच। हेलो हेलो, अभी झन्डै लड्यो। नमस्ते, यता पनि नमस्ते, यता पनि नमस्ते। सन्चै हुनुहुन्छ? म पनि आउँदा आउँदै अलिकति ढिलो भयो, त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु। प्लेन अलिकति ढिलो भयो हुँदाखेरि म फेरि हिजो रातभरि गाडीमा चढेर बिहान सिधै प्लेन चढ्न लागेको, प्लेनै ढिलो हुन्थ्यो क्या। अनि मलाई कुरेर बस्नु भएकोमा थ्याङ्क यू सो मच सबैजनालाई। अब अन्तिमसम्म बसेर साथ दिनु होला है त? हुन्छ। सबैभन्दा पहिला चाहिँ मलाई यस कार्यक्रममा बोलाइदिनु भएकोमा सम्पूर्ण आयोजकलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि जति ठुलो हल्ला आउँछ त्यति आउँछु हो। यता मात्र आइरहेछ। फोटो फिल्ममा कहिले मिलन कहिले बिछोड, उनको प्रीति पहिले हो कि चाहन्छु माया बढोस्, चाहन्छु चाहन्छु तिम्रो हुन पाऊँ, चाहन्छु तिमी मेरो जीवनमा। कस्तो सुन्न लाग्नु भएको छ कि यताबाट झन् आवाज चाहिँ यताबाट पनि ठुलो आइरहेको छ, तर यहाँ चाहिँ एकदम सुरमा गाइराख्नु भएको छ। सुन न प्यारी सँगै जाने हो र, घरछेउमै धनसारो सुपारी मुटुकै बिरामी, उता हजुर मुसुकाई दाइ ज्योतिको औँठी चल्यो मान्छे चलेन, तिम्रो घरमा मेरी छोरी मान्छे चलेन। धन्य पैसा कमाउन भन्थ्यो, सुखै सुखमा रमाउन भन्थ्यो, उमेरले चालिसक्यो, कपाली फुल्न न त तिमी नै छौ साथमा भन साइला। अब कहिले कमाउने हो, अब कहिले रमाउने हो। कति रमाइलो। यी 2-4 महिना यसो न माया तिमीले, अच्छा लेकिन लन्डनको चिसोले समाउँला, अनि माया छेउमै बस्छन्, अनि माया छेउमै बस्छन्। तिमीलाई स्कुटर दिउला सपनामा, तिमीलाई कारै दिउला सपनामा, सम्झिने पानी चम्किने, सम्झिने पानी चम्किने, इति तिम्रो इति मेरो माया मिसाउन बना फेरो ढुङ्गे धारा अझै नि धोको ढुङ्गे धारा। ल ठिक छ, सबै आउँदो रहेछ, सुरु गरौँ।